गर्छु क्या नमस्ते पनि गर्छु नमस्कार पनि गर्छु कहिले नमस्ते पनि गरिरहेको छैन नमस्कार गरिरहेको पनि छैन यस्तै भयो कहाँ जानेस् के छलमा मसला पिस्न छोड्न छ मसला खुर्सानी राम्रोसँग पुऱ्यास् कि नै अहिले लज्जा त्यो छतमा जान चिटिक्कै भएर जानुपर्ने होला जाऊ न म जान्न छिर्जा जहाँ कुनतिर पछि पछि गइदिउँला छलमा जाने अहँ जान्न म तल पुऱ्याउनु नि जानु माथि नजा के नसुना धेरै मलाई पुऱ्याउनु चाहिँ जानु पर्दैन कोही पर्दा पनि पर्दैन कस्तो जहाँ पनि यहाँ म मात्रै जाने भन्दै रहेछ भने गाइज एक त म बिना त सासै नफेर्ने पो भन्छ त्यो कुरो के हो मैले कुरो मुस्किल के हो कुरो त मसँग मात्रै यो ब्यालेन्स घर भनेर पनि कतिचोटि आउँछ कि मलाई त यति रिस उठ्न थालेको कस्तो आँसु नै आयो के कस्तो प्याज छ गलेको के होइन छ पिस्ने भइन्छ क्या पिस्ने त मैले अहिले भर्खरै गरेर तर कति छिटो पिसेर आयो भन्ने कुरा हो त आवाज सुनेको थिएँ मैले तर त कति छिटो पिसेर आइस भन्ने कुरा तर त्यत्तिकै ल्याइ क्या म मसिनो होइन पिस्न कति धेरै हो है फेरि पहिला थाहा अनि बल्ल थाहा हुन्छ पुरा प्याज काट्न नजानेर कोही कोहीलाई प्याज काट्न सिकाउँछु म यहाँ आइज यहाँ यस्तरी प्याज काट्नुपर्छ अन्त नि मेरो आँखा पनि परेको हो क्या कहाँ काट्नु के यार भिडियो बनाएको थिएँ तैँले छैन अन्त नि कहाँ बनाउँछ त तर म कचिटो खाने कचिटो खाने ए गाइस पानीपुरी कचिटो खाने भनेर उहाँले गर्दै हुनुहुन्छ अरे मसँग च्यालेन्ज गर्न सक्छ तैँले तैँले मसँग फ्रुटी त च्यालेन्ज गर्न सकिनी को गाइज यसले आफूलाई नकुचे हालेर मलाई आफूलाई यस्तो नकुचे हालेर मलाई एउटा कुच्याएर हालेर अझ मलाई तँलाई भनेर हालिन्छ यो राम ए भयो कि उता जा ल छोड्दै पर्दैन यस्तो पनि यस्तो पनि गर्नु यार कसैले काट्ने ढङ्ग पनि आएन छ कसैलाई त किन सोध्नु नै
तिमीलाई भनेको नि तिमीलाई के तँलाई डाडु लिएन नै कति नमिठो बाँच्न अघि छ्या अहिले बाप्रे कोहीलाई त के मलाई त यो मलाई उल्टो उल्टो काम गर्ने मन पर्दैन है फेरि उसले न यस्तो गराउने लिएन डाडु कि डाडुले कि अरू के लिएन लिनु पनि कहाँ गएछ क्या छ अहिले खोल्नु पर्यो टोपीलाई नुनले त्यही अगाडि एकछिन यो मोबाइल पनि राख्ने वातावरण मिल्यो होइन कि चलाउँछ कि यार धेरै छ कहाँ हाले थिएँ खा आज पानीपुरी तर म पानीपुरी बेच्न गए पनि हुन्थ्यो 60 रुपियाँ कति एउटा दिन्छ अरे 50 रुपियाँ काटेर कति 50 रुपियाँ काटेर गाइस हामी चाहिँ पानीपुरी आए आज चाहिँ उहाँ चाहिँ यता हेर्नुहोस् न मलाई अनि के गर्ने अब पऱ्यो यहाँ लखा छ्या यस्तो रिस उठ्दैन छ्या कस्तो रिस उठेको मलाई त के भन्छ अरे चम्मच मैले अघि नै तान भनेको थिइनँ त नि त्यसले हालेर त्यस्तो गरेर यहाँ हातले हालेर खाने चम्चा निकाल्न यार म यति खान सक्दिनँ क्या हुँदै उठे जाकुरको ल्याएर बन्द गरिदिन्छु जा लिएर ठिक नै अगाडि छैन छिट्छ राम्रै धोएछ यहाँ सब देखि हारे रे के जेपो भन् चम्चा अघि नै चम्चा लिएर आए भनेर भनेको भनेर मान्नुपर्छ नि टेर्नु गर्नुपर्छ कस्तो मिठो के त्यो त आइज मिठो मात्रै छ यो वान के ए वान म एटुतिर जान्थेँ सुर्खेतको खाजा मसला सुर्खेतको खाजा मसला खाजा यो वान लाग्यो मैले त्यही ब्ल्याक फुड हो तँलाई लाग्ने मलाई सबभन्दा खाएर मिठो लाग्ने ब्ल्याक फुडमा अन्त कतै पनि मिठो माग्दैन यार म साँच्ची कति चाहिँ डाडु ल्याएको कि मेरो बेजेट नगर नि डुप्लिकेट डुबा मजाले खायो डाडु त्यही भएर म साइडमा राखेँ कसरी खायो मिठो त रहन्छ सुक राख्नुपर्ने रहेछ है कस्तो चाहिँ सुक राख अनि एकछिन खाएर बिरामी भन्ने कुरो पनि भइदिएन के यस्तो बेच्न खाना हो त्यही त अनि तँले के भनेको मैले